नमस्ते। यति बेला तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छु। यति बेला हामी डिएक्सन हेडक्वार्टर भित्रबाट विशेष इन्फर्मेसन दिने मैले तपाईहरुसँग कोसिस गर्दैछु। पक्कै पनि आजको इन्फर्मेसनले तपाईहरुको मनमा लागेको केही खुलदुलीको कुराहरु खुलाउने म प्रयास गर्नेछु। र आजको विषयवस्तु जुन रहेको छ डिएक्सन नम्बर 1। अब डिएक्सन नम्बर 1 मैले भन्दै गर्दाखेरि म डिएक्सनमा अबद्ध छु, त्यसैले मैले डिएक्सन नम्बर 1 भनेको हो भन्ने पनि साथीहरुलाई लाग्न सक्छ। वास्तवमा डिएक्सन नम्बर 1 मैले भनेर यति नम्बर 1 हुने भइदिएको भए म विभिन्न चाहिँ भनौँ न यो हाम्रो नेपाल लगायत विभिन्न चाहिँ भनौँ न छिमेकी राष्ट्रहरुमा कम्पनीहरु छ, त्यो कम्पनीहरुलाई पनि मैले नम्बर 1 भन्ने थिएँ होला सायद। किनभनेदेखि मैले नम्बर 1 भनेर नम्बर 1 हुने होइन, किनभने वास्तवमै नम्बर 1 छ र नम्बर 1 भएको कारणले गर्दाखेरि मैले नम्बर 1 भनिएको हो। यो कसरी नम्बर 1 भयो त डिएक्सन कम्पनी? यो तपाईहरुलाई मनमा लाग्न सक्छ, खुलदुली हुन सक्छ। तपाईसँग जोडिएका जति पनि नयाँ साथीहरुले पनि त्यही कुरा सोध्न सक्छ। डिएक्सन नम्बर 1 भनेर तपाईले भन्दै गर्दाखेरि डिएक्सन कसरी नम्बर 1 भयो तपाईले भन्न सक्छ। डिएक्सन नम्बर 1 चाहिँ यो मानेमा भइरहेको छ कि जुन चाहिँ लो प्रोफाइल र हाई इन्कम गर्न सक्ने प्लेटफर्म हो। अब लो प्रोफाइल भनेको कस्तो त? लो प्रोफाइल भनेको चाहिँ जोसँग आर्थिक आय आर्जन गर्न सक्ने क्षमता छैन ती व्यक्तिको लागि चाहिँ डिएक्सन एकदमै भनौँ न पर्फेक्ट ठाउँ हो भनेर प्रमाणित गरिएको छ। यदि तपाईहरुलाई यो चीजमा विश्वास लाग्दैन भनेदेखि तपाईले गुगलमा सर्च गर्न सक्नुहुनेछ। नाइजेरिया, जहाँ चाहिँ संसारको सबैभन्दा विकराल देश भनेर चिनिन्छ, नाइजेरियामा बिचारा त्यहाँको कतिपय पब्लिकहरु बिहान खायो भने बेलुका खानको लागि धाउधाउ हुन्छ। र त्यो देशमा डिएक्सनले प्रमाणित गरेर देखाएको छ कि त्यस्तो व्यक्तिहरुले आज मिलिनियर बनाएको छ। अब यदि तपाईहरुले ती व्यक्तिहरुलाई हेर्न चाहनुहुन्छ भने गुगलमा गएर सर्च गर्न सक्नुहुनेछ। त्यसको साथसाथै म आउँछु हाम्रै छिमेकी राष्ट्र इन्डियामा तपाईको चाहिँ बिहारमा यस्तो व्यक्तिहरु जुन चाहिँ एकदमै लो प्रोफाइल, तपाईको उहाँहरुले भनेको सुन्दाखेरि नै हाम्रो आङ जिरिङ्गो हुन्छ। जुन चाहिँ इन्डियन करेन्सी 50 रुपैयाँ सापाट माग्दाखेरि पनि नदिएको व्यक्ति, जसले डिएक्सनमा इन्भल्भ भएर आज 50औं हजार आइसी कमाइरहेको छ प्रत्येक महिना। यस कारणले डिएक्सन नम्बर 1 भएको छ। यो कसरी सम्भव भयो त? यो हुन सक्छ त? जोसँग 50 रुपैयाँ माग्दाखेरि पनि कसैले सापट नदिएको मान्छे आज 50औं हजार चाहिँ महिनाको कमाइरहेको छ। जुन चाहिँ नाइजेरियाको कुरा मैले अलिकति निकालेको थियो, जुन चाहिँ बिहान खायो भने बेलुका खान नसक्ने मान्छेले डिएक्सनमा कसरी सम्भव गरे त? यो तपाईलाई सवाल उठ्न सक्छ। अफ कोर्स तपाईलाई त्यो सवाल उठ्नै पर्छ र उठेको राम्रो पनि हो। यसको लागि डिएक्सन कम्पनीले इमानदार व्यक्तिको लागि इमानदारीताका साथ मार्केटको स्ट्र्याटेजी बनाएको छ, मार्केटको एउटा रणनीति बनाएको छ। जुन त्यो इमानदारीता तपाईमा हुन जरुरी छ। त्यो इमानदारीता भनेको के हो त? सबैभन्दा पहिला तपाई विश्वासिलो हुनु पर्यो र विश्वासिलो पात्र बन्नु पर्यो। त्यो कोसँग बन्ने, कसरी बन्ने, त्यो पनि म तपाईलाई खुलाउनेवाला छु। आज म आफ्नै उदाहरण दिएर म तपाईहरुसँग चाहिँ भनौँ न यी विषयमा म चर्चा गर्नेछु। मैले डिएक्सन गर्ने बेलामा मलाई जसले इन्भल्भ गराउनु भएको थियो उहाँले मलाई 25,000 रुपैयाँ इन्भेस्टमेन्ट गर्नुभएको थियो। यो ध्रुव सत्य कुरा हो, यसमा मैले कुनै पनि डाउट छैन। 25,000 रुपैयाँको उहाँले मैले सामान दिँदै गर्दाखेरि मैले त्यो 25,000 को सामान मैले त्यसै मैले सिद्ध्याएन। त्यो 25,000 को सामानलाई मैले खाएँ पनि र मैले बेचे पनि। त्यो 25,000 को सामान मैले पनि खाएँ र बेच्दै गर्दाखेरि इमिडिएटली मैले त्यही महिनामा मैले 10,000 रुपैयाँ इन्कम गर्यो, जुन चाहिँ त्यसलाई भनिन्छ 35,000 रुपैयाँ बनाएँ मैले खाएँ पनि प्रोडक्ट। र त्यो खाएको पनि जोड्ने हो भने 40-42,000 पक्कै पनि पुग्यो। 5-7 हजारको प्रोडक्ट मैले पनि खाएँ। र त्यस पछाडि मैले फेरि पनि मलाई जसले इन्भल्भ गराए मैले उहाँलाई सोधेँ, तपाईले 25,000 रुपैयाँ इन्भेस्टमेन्ट गरेर मलाई दिनुभएको प्रोडक्टको मसँग क्यास अहिले 35,000 भयो, केही प्रोडक्ट मसँग पनि छ, मैले पनि खाएँ, के गरौँ त सर भनेर मैले सोध्दाखेरि त्यो पैसा जबसम्म डबल बन्दैन तबसम्म मलाई दिनु पर्दैन प्रमोद,
भनेर भन्नुभयो। र त्यति बेला मैले क्वेसन राखेको थिएँ, किन सर मलाई किन यसले तपाईँले विश्वास गर्नुभएको भन्ने मैले त्यो भन्ने क्रममा मलाई उहाँले के भन्नुभयो त भन्दाखेरि चाहिँ मलाई विश्वास छ र तिमीले पनि विश्वासका साथमा काम गरेको छौ भनेर भन्नुभयो। यस, एक्ज्याक्टली यही कुरा ती नाइजेरियाका चाहिँ भनौँ न बिहान खाएर बेलुका के खाने भन्ने व्यक्तिले यही कुरालाई लागू गरिएको थियो, यही मन्त्रलाई उहाँले चाहिँ प्रयोग गरेको थियो, जसले उहाँलाई डिएक्सनमा इन्भल्भ गराएको थियो र उहाँलाई यसरी नै गाइड गराएको थियो ती नाइजेरियाका बिहान के खाने र बेलुका के खाने भन्ने व्यक्तिलाई। आज त्यो व्यक्ति $1000 $1500 प्रत्येक महिना लिइरहेको छ। अघि मैले भनेको थियो नि, बिहारको चाहिँ 50 रुपियाँ आइसी नपत्याउने मान्छेले पनि यही नै सूत्र प्रयोग गरिएको थियो, जसले इमान्दारिताका साथ मेहनतका साथ 50 रुपियाँ नपत्याउने व्यक्तिलाई 10,000 आइसीको प्रोडक्ट 15,000 आइसीको प्रोडक्ट उहाँलाई दिइसकेपछि ल यो प्रोडक्ट बेच, यसमा एउटा प्राइस लेखेको छ जुन पाकेटको बाहिर छ र यो पाकेटको बाहिर जति प्राइस लेखेको छ त्यो प्राइसमा बेच्नु, त्योभन्दा कममा नबेच्नुहोस्, किनकि यो राष्ट्रले यो देशले नियमन गरेको, यो देशले राखेको चाहिँ निश्चित यसको प्राइस यही नै हो, कुनै पनि कानुनले रोकथाम गर्दैन यो प्राइसमा बेचेर आऊ भनेर भन्दै गर्दाखेरि ती दुःख पाएको मान्छेले बेचे र बेचे मात्रै होइन आफ्नो जीवनलाई पनि उसले चाहिँ एउटा त्यो हैसियत त्यो लेभलमा पुर्याउनलाई सफल भयो। यस कारणले गर्दाखेरि डिएक्सन नम्बर 1 छ। नम्बर 1 छ कि छैन त्यो मेहनत गर्ने ताकत तपाईसँग छ कि छैन त्यो कुराले निर्धारित गर्छ। तर विडम्बनाको कुरा हामी नेपाली हौँ, हामीसँग त्यो दुःखसँग त्यो कष्टसँग जुझ्न सक्ने क्षमता कहाँ हुन्छ र? सबैजनासँग हुँदैन, थोरै मान्छेसँग हुन्छ। यस कारणले गर्दाखेरि कृपया तपाईहरु सम्पूर्णलाई मेरो म्यासेज यो मानेमा पनि छ कि हामीले कहिले पनि कुनै पनि व्यक्तिलाई हामीले कहिले पनि जज गर्नु हुँदैन, कुनै पनि व्यक्तिले हामीले कहिले पनि सानो वा ठुलो देख्नु हुँदैन। कोसँग कति क्षमता छ त्यो कसैले पनि देखेको हुँदैन। यो लेभलबाट अर्को लेभलमा लानको लागि हामी आफैमा चाहिँ एउटा निर्भर हुन्छ, एउटै लेभलमा बसिराख्ने अथवा अर्को लेभलमा जाने। त्यसको लागि चाहिँ हामीले बाटो खोज्न जरुरी छ, अवसर खोज्न जरुरी छ। अवसर कहाँ र कति बेला आउँछ कोही कसैले पनि थाहा पाउँदैन र बाजा बजाएर आउँदैन। त्यो अवसर आउँछ जान्छ, तर चिन्न जरुरी छ, बुझ्न जरुरी छ। चिन्दै गर्दाखेरि बुझ्दै गर्दाखेरि कुन चाहिँ अवसर तपाईँ हाम्रो लागि पर्फेक्ट छ त, उपयुक्त छ, त्यो अवसरलाई हामीले ग्राफ गर्न सक्यौँ भनेदेखि हामी जीवनलाई परिवर्तन गर्न सकिन्छ। तसर्थ हामी एउटै लेभलमा बसिरहन्छौँ र जहाँनिर हामी छौँ त्यही नै हामी त्योभन्दा अर्को लेभलमा जान सक्दैनौँ। यस कारणले गर्दाखेरि आज डिएक्सन नम्बर 1 छ, किनकि डिएक्सन कम्पनीले जति पनि उत्पादन गरेको वस्तु र डिएक्सन कम्पनीले जति पनि ल्याएको रणनीतिहरू र डिएक्सन कम्पनीले जुन खालको एउटा व्यवस्थापन गरेको छ संसारैभरि, जुन त्यो व्यवस्थापन मलाई लाग्छ डिएक्सन भन्दा अरू कम्पनीले गरेको छ भन्ने मलाई लाग्दैन। किनकि तपाईँ चाहे हङकङ जानुस्, चाहे सिङ्गापुर जानुस्, चाहे अमेरिका जानुस्, संसारको कुनै पनि कुनामा जानुस्, तपाईँले जस्ट एउटै सिस्टम पाउनुहुनेछ, त्यो हो डिएक्सन। तपाईँ चाहे अमेरिका जानुस्, तपाईँ अमेरिका जानुभन्दा अगाडि अथवा तपाईँ दुबई जानुभन्दा अगाडि अथवा तपाईँ कुवेत जानुभन्दा अगाडि कुनै पनि ठाउँमा जानुभन्दा अगाडि तपाईको पकेटमा हेर्नुस् त डिएक्सनले उपलब्ध गराएको डिस्ट्रिब्युटर कोड नम्बर, त्यो कोड नम्बर जुन राष्ट्रमा जानुहुन्छ, जुन राष्ट्रबाट बनाएर जानुभएको थियो त्यही राष्ट्रको सिस्टमले चल्छ। यस कारणले गर्दाखेरि डिएक्सन नम्बर 1 छ। आज मैले डिएक्सन नम्बर 1 छ भन्दै गर्दाखेरि डिएक्सन तपाईँलाई कस्तो लाग्छ तपाईँ प्र्याक्टिस गर्नुहोस्। आज मैले डिएक्सन नम्बर 1 भन्दै गर्दाखेरि नम्बर 1 तपाईँको लागि बन्छ कि बन्दैन त्यो तपाईँमा निर्भर हुन्छ। मेरो लागि आज नम्बर 1 छ, ती साउथ अफ्रिकाको मान्छेको लागि नम्बर 1 छ, त्यो बिहारको 50 रुपियाँ नपत्याउने मान्छेलाई नम्बर 1 छ, नाइजेरियाको बिहान खाएर बेलुका के खाने भन्ने मान्छेको लागि नम्बर 1 छ। त्यति मात्र कहाँ हो र, लगभग डिएक्सन अन्तर्गतमा
मिलियन एबभ डिस्ट्रिब्युटरहरू हुनुहुन्छ, ती सबैजनाको लागि नम्बर 1 छ। अब तपाईँको लागि नम्बर 1 हो या होइन, ट्राई गर्नुहोस्। तपाईँले ट्राई गर्नको लागि म तपाईँसँग विशेष अनुरोध गर्न चाहन्छु। र यदि तपाईँ भर्खरै मात्रै तपाईँले डिएक्सनको बारेमा सुन्दै हुनुहुन्छ भनेदेखि म्यासेज गर्न सक्नुहुनेछ। मसँग जति पनि डिएक्सनबाट अगाडि बढ्नको लागि चाहिएको सूत्रहरू छ त्यो म तपाईँसँग बाँड्न चाहन्छु र बाँड्नेछु भने तपाईँसँग बाचा गर्दै। अहिलेको लागि यो बसाइबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच एन्ड गुड मर्निङ डिएक्सन। थ्याङ्क यू।